ल साथी हो, आज चाहिँ हामी हल्का होटलको चाहिँ भ्रमणमा आएको थियौँ। त्यहाँनिर चाहिँ पिकनिक हुँदैछ अरे, पिकनिक कार्यक्रम। हामी चाहिँ ठ्याक्कै त्यो भुटखेल आमादेखि अगाडिपट्टि छौँ। एकदम माहौल चाहिँ दामी छ यहाँको। मान्छेहरू घुम्न आउने एकदम काठमाडौँको चाहिँ घुम्न लायक ठाउँ हो यो। पिकनिक आउने, सुट गर्न आउने मान्छेहरूको भिड हुन्छ यो ठाउँमा चाहिँ। पिकनिक सबभन्दा मुख्य त पिकनिक आउने यसो बोलाएर माइन्ड फ्रेस गर्ने ठाउँ एकदम दामी रहेछ। भुटखेल पोखरा नगरपालिकामा पर्ने भुटखेल हो यो, दामी छ। त्यहाँ चाहिँ नेपालको झन्डाहरू थडाएको त्यो जङ्गल, त्यो सल्लाहघारीमा चाहिँ पिकनिक अलिकति रमाइलो। त्यता खेल मैदान नै छ, दामी चाहिँ छ ठाउँ चाहिँ। हल्का घुम्न आइएको थियो। हाम्रो सुल्तीमा हुनुहुन्छ आमाले लेखेको ठाउँ चाहिँ यो हो भुटखेलको, दामी लेखेको चाहिँ। वहाँ चढेको चाहिँ अस्ति आमाको मुख हेर्ने दिनमा यसलाई सजाएको रहेछ, त्यही भएर उहाँले निकाल्दै हुनुहुन्छ उहाँहरू चाहिँ। दामी छ ठाउँ चाहिँ, एकदम दामी छ। गाई एकदम मजाले चलिरहेको छ गाई। उहाँ स्थानीय चाहिँ हुनुहुँदैछ, एकदम दामी छ ठाउँ। हाम्रो चाहिँ एकजना प्रति व्यक्ति 20 रुपियाँ आयो। यो ठाउँमा छिर्न चाहिँ 20 रुपियाँ लाग्दो रहेछ। गाई चलिरहेको छ, दामी छ ठाउँ चाहिँ। त्यहाँ नेपालको झन्डा पनि रहेछ। मान्छे फोटो खिच्ने, भिडियो बनाउनेको लर्को, एकदम लर्को छ फोटो खिच्ने, भिडियो बनाउनेको। यो रुखमा चाहिँ त्यसरी बस्ने व्यवस्था पनि बनाइदिएका, त्यहाँको रुखलाई त्यहाँको कलर हानेर आकर्षक बनाइदिएको, दामी छ ठाउँ। घुम्न आउनै पर्ने ठाउँ हो। यसो काठमाडौँ नजिक यदि कोही हुनुहुन्छ भने यो ठाउँमा आएर एकचोटि घुम्नुहोस्। यदि घुम्नु भएको छैन भने, घुम्नु भएको छ भने त ठिकै छ, दामी छ ठाउँ। त्यहाँ चाहिँ नेपालको झन्डा भएको टाइपको दामी छ। टिकट काट्ने यहाँदेखि टिकट काट्ने छिर्ने रहेछ। त्यसपछि चाहिँ अलिउडादेखि पनि टिकट काट्ने छिर्ने पाउँछ यो ठाउँमा, दामी छ ठाउँ। सोल्टी अहिले कस्तो सोल्टी चाहिँ घुम्दै हुनुहुन्छ। यो नेपालको झन्डा हामी एउटा दुईवटा फोटो चाहिँ खिच्नै पर्ने भनेर चाहिँ फोटो खिच्दैछौँ। यहाँ फेरि अब के छ भने भुटखेलबाट चाहिँ एउटा यस्तो दामी नजारा देखियो कि त्यहाँ स्विमिङ पुल रहेछ होइन। हाम्रो चाहिँ आकर्षक ठाउँ, हामी अहिले माथि चढेर खेल्दैछौँ। भुटखेल यस्तो दामी कि एकदम जङ्गलको बिचमा मन्दिरहरूदेखि लिएर टाइपको पिकनिक खाने ठाउँ, एकदम ऐतिहासिक ठाउँ रहेछ। त्यहाँ स्विमिङ पुल रहेछ, दामी छ ठाउँ चाहिँ, दामी छ। हाम्रो सर त्यहाँ हुनुहुन्छ, एकदम बवाल नजारा, दामी ल त्यस्तो हुन्छ। भुटखेलमा चाहिँ यो ऐतिहासिक मन्दिर पूजा गर्ने ठाउँ थान दामी छ। हाम्रो नेवार समुदायका साथीहरू फेरि पूजा गर्न आउनु भएछ, त्यहाँ पनि मान्छे तन्नै छन्। एकदम आज चाहिँ यहाँ माहौल अर्कै माहौल रहेछ। त्यही बेलामा हामी ठ्याक्क कस्तो घुम्न आइयो। उहाँहरू पूजा गरेर लाग्दै हुनुहुन्छ, दामी छ ठाउँ। नेवार समुदायका साथीभाइहरू चाहिँ पूजा गरेर आउँदै हुनुहुन्छ। उहाँले चाहिँ त्यस्तो बोकिदिनु भएको छ। त्यहाँ छुट्टै छ एउटा, त्यहाँ पनि माहौल छ। त्यहाँ पनि के पुजै होला, पिकनिक आज चाहिँ दामी छ। आजको माहौल भुटखेलमा चाहिँ एकदम जङ्गलभित्र चाहिँ एकदम दामी छ। हाम्रो सोल्टी हिँडिराख्नु भएको छ अगाडि, एकदम यवान छ। यस्तो यो खालको मन्दिर चाहिँ ठाउँ ठाउँमा रहेछ यहाँ।
दामी कस्तो भइरहेको छ त रमाइलो छ कि होइन ठिक छ बिहान चाहिँ पानी परिरहेको थियो अहिले चाहिँ घामसाम लगाएर त्यहाँको मौसम छ्याङ्ग टाइपको छ यहाँ चाहिँ पिकनिक कार्यक्रम अरू मजाले ताँती लगाएर बसेर खानु खाइराख्नु भएको छ पिकनिक हुँदै रहेछ यहाँ चाहिँ रमाइलो एकदम दामी छ ठाउँ भुटखेल एकदम घुम्न आउनै पर्ने ठाउँ हो नजिक हुनुहुन्छ भने एकचोटि आइदिनु होला यो ठाउँमा घुम्न दामी छ ठाउँ दामी यो ठाउँ त झन् यति दामी छ कि माछाहरू यस्तो दामीले खेलिरहेछन् कि त्यतातिर पुरै माछाहरू ल माछा छ एकदम दामी छ यो भुटखेलभन्दा अलि माथि रहेछ यो भुटखेलभन्दा अलि माथि भित्र आएपछि यस्तो ठाउँ पनि छ घुम्नलाई एकदम दामी ठाउँ छ होइन पोखरी बनाएको त्यहाँ एक लगाएर ठाउँ बवाल लाग्यो मलाई दामी छ अब छ नि छनलाई घुम्न दामी दामी काठमाडौँमा ठाउँ माछाहरू पनि ल पुरै माछा खेलिरहेछ दामी दामी धेरै छ माछा एकदम धेरै छ